हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। एन्ड आज चाहिँ हामी स्यार्पु तालको यात्रामा गइरहेका छौँ। हाम्रो करिब 5-6 वर्षभन्दा बढीको भेटघाट छ हामी तीनजनाको र एकजना आउँदैछन्। कस्तो लागिरहेछ जान पाउँदा टेकराजजी? एकदमै खुसी छु आज केटाहरूसँगै डुल्न पाउँदाखेरि हैन। गौरव अङ्कल? अब आई एम सो ह्याप्पी हैन, म एकदमै खुसी छु। केटाहरूसँग 7 वर्षपछि भेट भए ल धन्यवाद। ल यात्रा हामी रमाइलो गर्नेछौँ, हेर्दै जानु होला। हेर्नुहोस् अब हामी गाडीमा चढिसक्यौँ होइन, केटाहरू यहाँ छन्। अब चाहिँ हामी गाडीमा चढिसक्यौँ, अब जानेवाला छौँ हामी मास्मीमा। रमाइलो भइरह एकदम। गाइज अहिले चाहिँ हामी यो अटोमा चढेर यो बाँकीकोट जान लाग्छौँ। के छ गाइजहरू? जानुपर्ने माथि हो, पुरै केटाहरू पुरै जोसमा छन् होइन। यस्तो राम्रो दृश्य छ यहाँ। यो चाहिँ छिनखेत बजार हाट रहेछ। यहाँबाट हामी उकालो लाग्दैछौँ। केटाहरू कस्तो भइरहेछ? एकदम बवाल भइरहेछ। प्रचण्ड भन्। सैया अरे सैया कस्तो भयो? एकदम बिन्दास। हिँड्न सकिन्छ मजाले? सकिन्छ। एकदम। सगरमाथा चढ्ने नेपालीको छोरोहरू अहिले त्यति डाँडो त चढिहाल्छ नि। सगरमाथा भनेपछि त कुरै सक्यो। हामी चाहिँ अहिले भोक लागेर खाजा खाँदैछौँ। स्याउ के रे? विराज भट्ट काम गर्ने मान्छे हो भन्ने। त्यो समीर भट्टलाई र विराज भट्टलाई भेटाउने। गौरव बङ्गाल हजुर कस्तो छ स्याउ? मिठो छ? टेकराज किन रिस उठाएन खान्छ? मलाई सानो पऱ्यो भन्नु है। पवन दाजु हजुर कस्तो छ? राम्रो स्वादिलो। स्वादिलो छ क्या। प्रचण्डलाई मिठो लाग्यो? तल बेसीबाट माथितिर गइरहेछौँ। माथि हुँदै पहाडको माथि ठाउँ आइपुग्नु लाग्यो। गाइज देखिने ठाउँ चाहिँ झुला, रुकुम पश्चिमको झुला, बाफीकोट गाउँपालिकामा पर्छ। अनि यता यो देखेको चाहिँ मगमा पहिलाको गाविस थियो, अहिले चाहिँ बाफीकोट गाउँपालिकामा पर्छ होइन। दामी छ ठाउँ, एकदम रमणीय छ। यता हाम्रो साथीहरू यता अब ताल नजिक पुग्न थालेका छौँ। त्यो डाँडोको हल्का मुनि चाहिँ स्यार्पु ताल छ, त्यहाँ हामी पुग्नेछौँ। हामीले अब ताल भेटाइसक्यौँ लगभग। यहाँ देखेको यो चाहिँ ताल हो, हेर्नुहोस् मैले जुम गरेको छु। अब त्यहीँ गएर हामी तालमा डुङ्गामा हिँड्नेछौँ। यो तालबाट बगेको यहाँ तल खोला छ सानो, स्यार्पुको सेतो खोला। यो सेतो चाहिँ खोला हो, यो स्यार्पु तालबाट निस्केको हो। अब हामी जान्छौँ। लेट्स। टेकराज के छ भन्नु? ठिक छ। एकदम मन परेर ठाउँ मन परेर म पनि एकदम राम्रो लागेर देखिए। फाइनल्ली हामी तालको छेउमा पुगिसक्यौँ। अब हामी चाहिँ तालमा रमाइलो गर्नेछौँ। भव्य ताल हेर्नुहोस्। यो चाहिँ तालको नजिकबाट खिचेको दृश्य हो। एकदम ठुलो छ ताल है। यहाँ बोटिङ गरेर आउँदै हुनुहुन्छ उता 2 जना। पुरै मोटर पनि छ। यहाँ एकदमै रमाइलो। यो चाहिँ आधी भाग देखिन्छ, आधी चाहिँ यो डाँडादेखि उतापट्टि छ।
यो भागदेखि उता फर्स्ट टाइम स्यारपुताल आएको एकदम मन पर्यो मलाई। यहाँ मोटर बोट चलिरहेछ, एकदम आनन्द आयो मलाई। आमा कति रमाइलो छ मोटर बोट। यो चाहिँ स्यारपुतालमा पौडी खेलिरहेछ। यहाँ कस्तो भइरहेछ? चिसो छ? फाइनल्ली हामी अब चाहिँ तालबाट यो तालको रमाइलो वातावरण सकेर अब फर्किन थाल्यौँ। फर्किँदाखेरि यो ताललाई सम्झनालाई एकचोटि फेरि देखाइहालौँ। पुरो यो ताल स्यारपुताल। ओ केटाहरू, हाम्रो कस्तो लाग्यो स्यारपुताल? एकदम बवाल। एकदम बवाल। अरू केही छ भन्नुपर्ने? बाटोको यात्रा थकाइ? एकदम थकान महसुस भइरहेछ। अब हामी घुम्यौँ यो ठाउँमा आएर मजाले आनन्द लियौँ। केही ठाउँको फोटोहरू पनि कैद गऱ्यौँ। अब यता एकचोटि यता हेरिदिनु न। अब यो ठाउँमा तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्, मजा लिनुहोस्। धन्यवाद धेरै धेरै हाम्रो पवन दाजुलाई। लास्टै थाकियो। अब घर फर्किँदाखेरि पुरै लास्टै भइसक्यो। तिनी केटाहरू तल पुगिसके ओह्रालोतिर।